Hello guys, welcome back to my channel. आज त हामी जान आँटेको छौँ सिन्खोला। रिम्बिक जान आँटेको 8:30 7:30 देखि तर्फ गरेको अहिले चाहिँ अब हामी रेडी भयो। छोरा यता हेर त राम्रोसँगले बस्दै गर्नु लाङ्को खुसी हेर्नुहोस् है यहाँ हामी जानुको खुसी अब अहिले के गर्दै बस्छ कुनी यहाँ उरु लिएर आउँछु 5-6 जना उरु ल्याउँछु अनि गरम हुन्छ त ल ए हुन्छ अब चाहिँ यहाँ तेल हालेर जानु आँटेको छु एकछिन बाबा अन्त तेल हाल्नु हुँदैछ नि काकाले जाडो भएको छैन ठिकै छ जाडो भयो भने भन्नु न छोरी हुन्छ ए चाहिँ मिरिक झिल आइपुग्यो हामी चाहिँ अहिले भाई देखे थे और ब्रेड ले मम्मी हम लोग भी अम्मा ये ना ये ऑरेंज कलर को छक्का पर्यो होला पुक्कु हो क्या तो कौन सी में देखियो भाइ देख्यो बोन्दा ज्यादा हल्ला गरे नि यहाँ हाल्नु यहाँ फाल्नु माछाले खान्छ नि फेरि अम्मा हेर त साथीहरू यहाँ चाहिँ मेरो नानी निदाइरहेको छ हो अन्त सिटमा बस्छ न भनेको पनि काखमा बस्ने अरे खिड्कीको छेउमा अन्त यहाँ म चाहिँ हत्तु भइरहेको थिएँ गाडीमा अप्ठ्यारो भइरहेको थियो नि त बिचरा फुकु पनि अप्ठ्यारो प्रकारले निदाइरहेको छ यहाँ फुकु अल्छी लागिसक्यो गाडीमा कहिले पुग्ने जस्तो भइसक्यो ल भर्खर सुतेर उठेको पुग्दैन त है भोक लाग्यो है पिज्जा खान्छु भन्छ ल अब चाहिँ हामी धोत्रे आइपुग्यो धोत्रेमा चाहिँ घाम लागिरहेको छ मजाको भइरहेको छु मजाले घाम लाग्यो जाउँ ल अब चाहिँ यहाँ टक्कै रेस्ट गरेर ल अब चाहिँ हामी रोटी र आलु खाएर चाहिँ हिँड्ने हो होइन हिँड्ने हो अघि त बिहान हो त्यो त मर्निङको हो नि अब नानीहरूले चाहिँ मोमो खाने अरे मोमो आउँदैछ छोरी भाइ अलिकति जाऊ हाम्रो पुकुको मोमो पुकुले चाहिँ मोमो खायो अन्त यो रोटी दिदीले रोटी हामीले चाहिँ रोटी है हामीले चाहिँ रोटी भाइ चाहिँ हौडे छिटै यसो गर्नु हुँदैन म पनि खाँदैछु रोटी भनिदियो न रोटी खाँदैछु भने खै भाइ कस्तो छ पुगु कस्तो रहेछ टेस्ट भयो छैन अचार हेर्दैछ अचार पिरो होला है चाय पनि चिया पनि आएछ होइन त्यो म खान्छु नि त पानी परेको छैन त बेबी ए घाम लाग्दै पानी पर्दै हुँदैछ नि त है छुट्टी छ आज कति मिलेर खेल्दैछु देख्यौ नानी देख्यौ तिमी यता भए खेल्थ्यो भन्दैछौ ऊ चाहिँ एक्लै रहेछ नि त अब चाहिँ हामी बासपट्टि आइपुग्नु आँटेको छु हेर्नुहोस् न कस्तो राम्रो जग्गाहरू छ यहाँनिर है अब चाहिँ यहाँनिर हेर्नु हेर्दै जानुहोस् ब्युटिफुल जग्गाहरू देखाउँछु म तपाईँहरूलाई अन्त अब चाहिँ हामी यहाँनिर चाहिँ रिम्बिक पनि आइपुग्न आँटे यो चाहिँ माथिल्लो बाटो
गहिरो गाउँ आइपुग्नु आँटेको छु हामी चाहिँ। भन्छौँ आइपुग्यो, अब चाहिँ यहाँदेखि चाहिँ हिँड्नुपर्छ हामी चाहिँ हो। दुईजना आइपुग्यो, मामाहरू ल्याउन आउनु भएको छ यहाँ। यता हेर्नु, अब यहाँबाट उकालो हिँड्नुपर्छ नि। हजुर यहीँ छ मामा। भाइ आऊ। अब चाहिँ हामी यहाँ मानेमा आइला छु, आइपुगेँ। अब अझै चाहिँ हिँड्नुपर्ने चाहिँ। मजा आयो, मजा आयो। घर आइपुगेँ। अब चाहिँ बापू, बापुजी, बापुजी, बापुजी। एक महिनामा आउँछु भनेर खै। God bless you. बाहिर कहाँ चाहिँ यसरी रेस्ट गर्नुपर्छ।